हेलो भाइ नमस्कार, म सम्पूर्ण घिमिरे फरेस्ट पजमा हजुर सबैजनालाई स्वागत गर्दछु। र आज हामी बुझ्दैछौँ कि नेप्सीमा स्क्याल्पिङ पोसिबल छ। पोसिबल छ भने कसरी पोसिबल छ, के तरिकाले हामीले स्क्याल्पिङ गर्न सकिन्छ, स्क्याल्पिङ भनेको के हो। र सुरु गरौँ स्क्याल्पिङदेखि। स्क्याल्पिङ भनेको के हो? स्क्याल्पिङ भनेको कुनै पनि सेयर सर्ट टर्मको लागि सानो पोइन्ट्सहरू हेरेर हामीले चाहिँ किनबेच गर्छौँ भने त्यसलाई हामी स्क्याल्पिङ भन्छौँ। जस्तै कुनै सेयर मैले 200 मा किने र 240 मा मैले प्रॉफिट बुक गर्छु र मैले एसएल चाहिँ 180 मा राख्छु भने र यो चाहिँ यसको इन्टरभल चाहिँ लगभग 3-4 दिन या 1 हप्ता भन्दा भित्र छ भने हामी यसलाई स्क्याल्पिङ भन्न सकिन्छ। अब हामीलाई थाहा छैछ नेप्सीमा T+2 को रुल छ जुनमा चाहिँ हामीले स्क्याल्पिङ त्यसले गर्दाखेरि मिल्दैन। त्यसको मतलब भनेको चाहिँ हामीले खातामा सेयर आउनको लागि चाहिँ 3 दिन लाग्छ। भनेपछि स्क्याल्पिङ त गर्न मिलेन। म दुईटा मेथड भन्दैछु जसले गर्दाखेरि चाहिँ स्क्याल्पिङ नेपाल नेप्सीमा पोसिबल छ। एउटा भनेको सिम्पल, एउटामा लाग्छ कम क्यापिटल, अर्कोमा लाग्छ बेसिक क्यापिटल। फर्स्ट मेथड के छ भनेदेखि चाहिँ सिम्पल तरिकाले एरिया अफ भ्यालुमा आएको बेला चाहिँ हामीले एउटा एरिया अफ भ्यालु पोइन्ट अफ इन्ट्रेस्ट पत्ता लगाउँछौँ हैन। त्यसलाई सपोर्ट भनौँ न, त्यसको लागि इक्जाम्पलको लागि सपोर्ट भनौँ। त्यो जहाँदेखि चाहिँ म्याक्सिमम प्राइसहरू बाउन्स भइरहेको छ हैन। यसो अब हामीले के गर्छौँ भने सपोर्टमा आएर हामीले 1:2 को रेसियो राखेर हामीले यसमा चाहिँ एसएल र टेक प्रोफिट राखेर ट्रेड लिन्छौँ। र यस्तो अब लागिरहेको होला कि के यो के भनिरहेको अहिले हैन, सपोर्ट रेसिस्टेन्समा आएर बाई गर्ने त थाहा नभएको कुरा हो। साँच्चै तपाईँलाई थाहा छैन जस्तो लाग्छ मलाई हैन। सपोर्ट रेसिस्टेन्समा बाई गर्दाखेरि प्रॉफिट हुन्छ। किन हुन्छ भनेदेखि चाहिँ अहिलेसम्म कसैले पनि प्राय मलाई लाग्छ नेप्सीमा सपोर्ट रेसिस्टेन्स हेरेर बाई सेल गरेको र यसलाई चाहिँ एक्चुअल यसलाई सर्टेन टाइम दिएको मैले सुनेको छैन हैन। एकपल्ट गर्दा लस होला ठिक छ, तर हामीले चाहिँ एउटा स्ट्र्याटेजी जसरी बनाएर यसको चाहिँ हामीले एक्चुअल सर्टेन राम्रै स्याम्पल ट्रेड लिएर चाहिँ हामीले यसको चाहिँ विन रेटहरू, विन पर्सेन्टेज हैन, रिस्क रिवार्ड हामीले अहिलेसम्म थाहा नै पाएको छैन। त्यही भएर हामीले सपोर्ट रेसिस्टेन्सले काम नगरे जस्तो लाग्छ। तर नेप्सीमा मलाई लाग्छ सबभन्दा बेसी काम गर्ने भनेको चाहिँ सपोर्ट रेसिस्टेन्स र फिबोनाचीले हो हैन। एक्सट्रिम बुलिश कन्डिसनमा फिबोनाचीले काम गरेर हुन्छ भने कन्सोलिडेसन र सपोर्ट एरिया अफ भ्यालुमा आएको बेला चाहिँ सपोर्ट रेसिस्टेन्सले काम गरेर हुन्छ। वो फर्स्ट मेथड भनेकै सिम्पल हो, यसमा थोरै क्यापिटलले पुग्छ हैन। बाई गर्ने, सपोर्टमा आएको बेला बाई गर्ने, अनि तपाईँसँग एउटा क्राइटेरिया छुट्याउने, एउटा स्ट्र्याटेजी बनाउने हैन। यसको भिडियो म छुट्टै बनाउँछु कसरी स्ट्र्याटेजी बनाउने भनेर चाहिँ हैन। यसको लागि अहिले बुझिराखौँ कि फर्स्ट मेथड के छ भनेदेखि तपाईँले कुनै पनि स्ट्र्याटेजी बनाउने एउटा प्राय चाहिँ सपोर्ट रेसिस्टेन्स बनाउन अलिक बेसी काम लाग्छ, किनकि नेप्सी भनेको वान साइडेड मार्केट हो। सो एकदम हाइली भोइटाइल छैन है, किनकि सर्ट सेलिङ छैन। सो हामीले चाहिँ सपोर्ट रेसिस्टेन्समा आएको बेला एउटा कुनै एउटा स्ट्र्याटेजी हजुरले बनाएर चाहिँ त्यसलाई ब्याक टेस्ट गरेर 1:2 को रेसियोमा या 1:1 को रेसियोमा खेल्नु भयो भने पनि प्रोफिटेबल छ, जुनमा लाग्छ कम क्यापिटल। अब हामीले यसमा हेर्नुपर्ने कुरा के भनेदेखि चाहिँ यसमा हामीले छान्दाखेरि कस्तो स्टक छान्ने, जुन पाइने स्टक छान्न भएन हैन। यसमा हामीले छान्नुपर्ने स्टक कस्तो र हामीले यसमा हेर्नुपर्ने कुरा के हो। सबभन्दा सुरुमा हेर्नुपर्ने मार्केट बुलिश हुनै पर्यो हैन, किनकि हाम्रो मार्केट वान साइडेड छ, यसमा सर्ट सेलिङ छैन र यसमा इन्ट्राडे पनि छैन भनेपछि चाहिँ के गर्नु पर्यो भने तपाईँको मार्केट घट्दाखेरि त प्रॉफिट हुँदैन, हामीले बढ्दाखेरि नै प्रॉफिट हुन्छ भने चाहिँ हामीले कम्तीमा पनि मार्केट हल्का पोजिटिभ चाहिँ हुनु पर्यो हैन। मार्केट अलिकति बुलिश हुनै पर्यो, एटलिस्ट एउटा हायर लो बनाएको छ भने हामीले बल्ल स्ट्र्याटेजी फलो गरेर चाहिँ अलिक राम्रोसँगले रिस्क रिवार्ड मेन्टेन गरेर गर्न सक्छौँ। मार्केट थोरै बुलिश हुनु पर्यो। अर्को भनेको हामीले सपोर्टमा एउटा कुनै तरिका रेसिस्टेन्स या स्ट्र्याटेजी तपाईँले आफै बनाउने, या तपाईँले सिम्पल सपोर्टमा आएपछि यति पोइन्ट सपोर्ट हुँदा माथि यति पोइन्टमा बाई गर्छु भनेर कुनै पनि तपाईँले एउटा स्ट्र्याटेजी बनाउनु भयो भने 1:2 फलो गर्ने। अर्को भनेको चाहिँ अब टिपी र एसएल त कम्पलसरी तपाईँ लाउनै पर्यो हैन। हामी नेक्स्टमा चाहिँ गर्छौँ, हामी बाई गर्छौँ, होल्ड मात्र गर्छौँ, त्यही भएर हामीले प्रायः लस हुने, म्याक्सिममलाई लस हुनेमा लाग्छ, कारण त्यही हो। अर्को भनेको चाहिँ हामीले एउटा जसरी जहिले पनि फर्स्ट हाफमा जहिले पनि भोल्टाइल हुन्छ, कुनै पनि वर्ल्डको मार्केट चाहिँ फर्स्ट हाफमा जहिले भोल्टाइल हुन्छ। त्यही भएर हामीले नेप्सीमा चाहिँ सेकेन्ड हाफमा किन्यौँ भने चाहिँ हामीले एरियामा अलिकति जेन्युन प्राइसमा भेटिन्छ जस्तो लाग्छ। तर सुरु फर्स्टै हामीले स्टार्ट भएको बेला नै हामीले किन्यौँ भने चाहिँ नेप्सीमा चाहिँ राम्रो प्राइसमा सेयरहरू नपाइएला है, कि जहिले सुरुमा चाहिँ यदि भोल्टाइल हुन्छ अनि अब त्यो सेकेन्ड हाफमा चाहिँ मार्केट अलमोस्ट स्टेबल हुन्छ र त्यहाँ चाहिँ एउटा भ्यालुमा तपाईँले प्राइस भेट्नु होला। सो सेकेन्ड हाफमा चाहिँ बाई गर्ने सोच्नु होला र हाइली भोल्टाइल स्टक हेर्नु परिहाल्यो। अर्को भनेको चाहिँ यसमा हामीले हाई क्यापिटल अलिकति हुनुपर्छ है। थोरै क्यापिटल भयो भने बल्ल स्क्याल्पिङ भनेको ठुलो क्यापिटल चाहिन्छ हैन। सानो क्यापिटलले गर्दा जति हामीले 2-3 लस खाइयो भने फेरि हामी थर्ड सेटअप हामीले एक्जिक्युट गर्न सक्दैनौँ र
हामीले चाहिँ यसरी चाहिँ यति क्यापिटल हुनु पऱ्यो कि यसै हामीले 10वटा ट्रेड चाहिँ लगातार लिँदा पनि हाम्रो लस प्रफिट जे भए पनि हामीले एटलिस्ट फर्दर ट्रेड कन्टिन्यू गर्न सक्नु पऱ्यो भन्ने कन्सेप्ट हो होइन। अब तपाईँले एसएल कति राख्नुहुन्छ, टिपी कति राख्नुहुन्छ भने त्यसले कुराले क्यापिटल डिटरमाइन गर्छ है। अर्को मेथड भनेको के हो त? अर्को मेथड भनेको चाहिँ एकै दिनमा बाइ सेल गर्न मिल्छ। त्यसको लागि हामीसँग अलरेडी सेयर हुनुपर्छ। सपोज जस्तै मैले यसको लागि चाहिँ एउटा म फर्स्टमा स्टार्टिङदेखि भन्छु होइन, एकै दिनमा कसरी बाइ सेल गर्ने। एक दिनमा बाइ सेल गर्न के हुनु पऱ्यो? क्यास हुनु पऱ्यो बाइ गर्नको लागि, सेयर हुनु पऱ्यो सेल गर्नको लागि होइन। ठिक छ। अब हामीले चाहिँ एउटा राम्रो एरिया अफ भ्यालुमा आएको बेला हामी सबै सेयर किन्छौँ। हामीले 1000 किता सपोज सेयर किन्यौँ। यसमा चाहिँ अलिकति हाई क्यापिटल चाहिन्छ, अहिलेको मेथड भन्दा अलिकति बेसी यसमा चाहिन्छ। किन त पनि भन्छु म, किनकि यसमा हामीसँग 1000 किता हामीले सेयर किन्नु पर्ने छ सुरुमै। अब जस्तै 200 मा मैले किनेँ 1000 किता सेयर, अब 240 पुग्यो भने मैले 500 किता सेयर बेच्छु, 50% प्रफिट बुक गरेँ। 280 पुग्यो भने त्यसलाई मैले के गर्छु, बाँकी 500 किता बेचेर आफ्नो क्यापिटल सबै खाली गर्छु, आफ्नो पोर्टफोलियो। अब घटेको केसमा 200 मा किनेपछि मैले 1000 किता, 180 मा आइपुग्यो भने के गर्छु म 500 किता अझै एड गर्छु, 160 मा आयो भने के गर्छु अझै 500 किता एड गर्छु, अनि 140 सम्म होललाई एसएल लाउँछु। यो अब हेर्दाखेरि लाग्ला कि एसएल छुन्छ भनेर हो, एसएल छुन्छ भने बुझ्नु पऱ्यो कि स्ट्राटेजी रङ भन्ने कुरा होइन। स्ट्राटेजी हामीले बनाउनु पऱ्यो कति है, हामीले कति एरियामा आएको बेला किन्नु पऱ्यो। यो मेथड चाहिँ ऱ्यान्डमली हामीले बिचमा बाइ गर्न मिल्दैन। एउटा भ्यालुमा आएपछि बल्ल हामीले बाइ गर्न मिल्छ। भ्यालुमा आएर पनि केही दिन बसेपछि जुन स्टार्टिङमा जुन 1000 किता छ, जुन 200 को मैले भने त्यो चाहिँ एक्चुअल एरिया भ्यालु, त्यसले गर्दा हाम्रो बाँकीको ट्रेड सबै त्यसले नै हेर्ने हो होइन। बाँकीको हाम्रो जति पनि पोजिसनहरू हुन्छ हामीले एड गर्ने क्लोज गर्ने हुन्छ। यसमा अर्को के गर्न सकिन्छ भनेदेखि अब यस्तै यो चाहिँ सपोर्टमा भएको सेयरहरूसँग खेल्न अलिक बेसी फाइदा हुन्छ। एकै दिनमा कसरी गर्ने भन्छु म अब। जस्तै अब हामीले चाहिँ जस्तै मैले मसँग 200 किता सेयर छ, मसँग 1000 किता सेयर छ 200 मा। तपाईँको त्यो सेयर कस्तो छ भनेदेखि चाहिँ एकै दिनमा तपाईँको चाहिँ 10 पोइन्ट र 20 पोइन्ट जति फ्लक्चुएसन हुन्छ। अब त्यो सेयरमा मैले के गर्छु, 10 रुपियाँ घट्दा किन्छु, 20 रुपियाँ बढ्दा बेच्छु। अब लाग्ला होइन 10 रुपियाँ बढ्दा त्यसो गर्ने हो भने त पैसा लगभग त्यो गर्दा चाहिँ 1 महिनामा जिरो त हुन्छ पैसा होइन। 10 रुपियाँ क्यापिटल भयो भने त्यसो गर्न थाल्यो भने जिरो हुन्छ। हामीले के गर्न सकियो यसमा भनेदेखि प्रायः मैले अब्जर्भ गरेको चाहिँ के छ भनेदेखि जस्तो जब मार्केट सपोर्टमा आउँछ नि, त्यो कुनै पनि स्टक सपोर्टमा आएको बेला चाहिँ सपोर्टमा त मान्छेले बाइ पनि गर्न खोजिरहेको हुन्छ नि त, अनि बाइ गर्न खोज्छ नि त मान्छे है, तर अलिकति बेसी त्यहाँ तपाईँको चाहिँ लोर हाई देखिन्छ कि होइन। तर सपोर्टमा प्यानिक गरेर मान्छे सेल पनि गरेर हुन्छन्, अनि मान्छे एग्रेसिभली बाइ पनि गरेर हुन्छ। मार्केट माथि जान्छ कि भनेर, अनि थोरै माथि गएको बेला सेयरले फेरि थप माथिबाट सेल गरिहाल्छन्, किनकि उनीहरू लाग्छ कि अब थोरै आएको बेला म आफ्नो कस्टमा निस्किन्छु भनेर सेल गरिहाल्छन्। सो त्यो बेला चाहिँ मार्केटमा माथि फुस्किन सक्छ न तल जान सक्छ होइन। हो त्यो बेला चाहिँ हामीले त्यो बेला चाहिँ प्रायः स्टक पनि अब्जर्भ गर्दाखेरि चाहिँ एकै दिनमा चाहिँ तलमाथि 10-20 पोइन्ट फ्लक्चुएट भइरहेको हुन्छ। अब त्यो स्टक कहाँबाट खोज्नु पऱ्यो कि अब वाटर स्टकहरू खोजेर थाहा पाउनु पऱ्यो। जस्तै हामीले वाटर स्टक अहिले हेर्ने हो भने हाइड्रो पावर इन्डेक्समा हाइड्रोहरू र फाइनेन्सहरू र अहिले डेभलपमेन्ट ब्याङ्कहरू चाहिँ कम्तीमा पनि 10 पोइन्ट 20 पोइन्ट 30-40 पोइन्टसम्म पनि एक दिनमा मुभ भएको देखिन्छ होइन। हो त्यसमा चाहिँ अब के गर्छ, 1000 किता मसँग सेयर छ भने तल आयो भने मैले के गर्छु 500 किता सेयर किन्छु, मसँग कति किता छ 1500 किता छ, अब बढ्यो मैले बेच्छु 500 किता। यसमा चाहिँ टेक प्रफिट 1, टेक प्रफिट 2, टेक प्रफिट 3 गरेर आफ्नो अनुसारले अब कुन भ्यालुमा तपाईँलाई ठिक लाग्छ होइन, आफ्नो रिस्क रिवार्ड के छ, आफ्नो विन रेसियो के छ, त्यो अनुसार चाहिँ हामीले जान सक्यौँ। हो त्यो चाहिँ अब एक दिनमै तलमाथि घट्नको लागि चाहिँ हो त्यस्तो लागि चाहिँ अलिकति हाई भएर स्टक हेर्नु पऱ्यो, हाइड्रो पावर जस्तै इक्जाम्पल फाइनेन्सहरू, अनि सपोर्टमा आएको बेला किन्नु पऱ्यो। बिचमा किन्यो भने अभियसली लस हुन्छ यसमा होइन। मैले ब्याकटेस्ट गरेको स्ट्राटेजी हो, सपोर्टमा आएको बेला तपाईँले चाहिँ एकै दिनमा तल घटेको बेला र बढेको बेला बेच्न सक्यो भने पनि प्रोफिटेबल छ। हो यसमा हामीले हेर्नुपर्ने कुरा भनेको चाहिँ कहाँ किन्ने भन्दाखेरि सपोर्ट रेजिस्टेन्समा पहिलो कुरा, अनि यसमा चाहिँ लो भोल्युम स्टक हामीले हेर्नै भएन। तेस्रो कुरा भनेको हामीले किन्ने बेलामा कहाँ हेरेर किन्नु पऱ्यो, मार्केट डेप्थ हेरेर किन्नु पऱ्यो, मार्केट डेप्थ हेर्नु पऱ्यो, ठुल्ठुलो अर्डर कहाँ छ होइन। अनि त्यसपछि अब हामीले पुल राखेर जस्तै एक दिनमा पनि घटेर जुन पोइन्ट घट्छ त्यो हामीले कसरी थाहा पाउनु पऱ्यो कि त्यही पोइन्टदेखि बढ्छ भनेदेखि हामी आवरली क्यान्डल हेर्ने, 15 मिनट क्यान्डल हेर्ने, जुन चाहिँ Chukul.com-ले सायद दिन्छ होला होइन, लाइभ पनि हेर्न दिन्छ होला, तर हल्का डिले हुन्छ। सो त्यही कारणले चाहिँ अलिकति कम टाइम फ्रेमको हेऱ्यो भने चाहिँ अलिक फाइदा हुन्छ होला होइन। अनि हामीले चाहिँ एक दिनको क्यान्डलको सपोर्ट हेर्नु पऱ्यो, 1 आवरको पुलब्याक हेर्नु पऱ्यो, 30 मिनटको पुलब्याक हेर्नु, या 15 मिनटको पुलब्याक हेर्नु पऱ्यो इन्ट्राडे गर्दाखेरि होइन, एक दिनमा सेल बाइ गर्दाखेरि। र यही हो, यति कुरा हामीले फलो गर्नु पऱ्यो। प्लस तपाईँले चाहिँ एउटा स्ट्राटेजी चाहिँ होइन सबैजनाले चाहिँ
एउटा जेन्युन स्ट्रेटेजी बनाएर होइन त्यसलाई चाहिँ एटलिस्ट टाइम दिएर अलिकति फलो गरेर रिसर्च गरेर ब्याक टेस्ट गरेर विन रेसियो थाहा पाउने सुरुमा होइन अनि त्यसपछि रिस्क रिवार्ड थाहा पाउने कहिलेकाहीँ रिस्क रिवार्ड एकदम थोरै हुन्छ तपाईँको 60% विन रेट छ भने पनि 1:1 रिस्क रिवार्ड भनेको प्रोफिटेबल हो है होइन हेर्दाखेरि त्यस्तो लाग्दैन तर यो चाहिँ एकदम सर्ट टर्म ग्रोथ एकदम स्लो ग्रोथ हुन्छ सर्ट टर्म स्लो ग्रोथ हुन्छ तर राम्रो ग्रोथ हुन्छ यो एकदम हेल्दी ग्रोथ हुन्छ सो यसरी एउटा फिगर आउट गर्नु पऱ्यो स्ट्राटेजीबाट प्र्याक्टिस गर्नु पऱ्यो अनि बल्ल चाहिँ यसमा थाहा हुन्छ र हामीले सेकेन्ड मेथड गर्दाखेरि चाहिँ कम्तीमा पनि मैले हाई इन्भेस्टमेन्ट क्यापिटल भने त्यो चाहिँ क्यापिटल भने कति भन्दाखेरि अब लगभग नेप्सीमा चाहिँ कम्तीमा पनि सेकेन्ड जुन छ हामीसँग 1000 कि त हामीले बाई गर्छौँ त्यही कारणले चाहिँ हामीसँग अलिकति कम्ती क्यापिटल चाहिँ 5 लाखदेखि माथि नै हुनु पऱ्यो होइन लगभग 8-9 लाख मिनिमम हुनु पऱ्यो किनकि हामीसँग घट्दाखेरि बाई गर्नको लागि क्यास पनि हुनु पऱ्यो र बढ्दाखेरि बेच्नको लागि सेयर पनि हुनु पऱ्यो भनेपछि हामीसँग दुइटै लिक्विड तरिकाले बस्नु पऱ्यो हामीसँग सेयर पनि हुन्छ होला 1000 किता या 500 किता कति हुन्छ आफ्नो अब अनुसार अनि हामीसँग क्यास पनि हुनु पऱ्यो बाइचान्स घट्यो बेला किन्नको लागि सो यसमा चाहिँ अलिकति अनि यो जुन 3 दिनवाला छ जुन फर्स्ट मेथड कुरा गरेर चाहिँ आज किने 3 दिनपछि बेच्नको लागि चाहिँ अलिकति ब्रोकर राम्रो ब्रोकर किन्यो भने चाहिँ हल्का हाई लेभरेज पनि दिन्छ अनि किन्न बेच्न सजिलो हुन्छ हामीले चाहिँ अब आज किन्यो भने हामी भोलि पर्सिसम्म पैसा हाल्छौँ अनि निकोसित हामीले बेच्न मिलिहाल्छ सो हामीले पैसा धेरै दिन होल्ड पनि हुँदैन हामीले सेयर किनबेच गरेर त्यही खेल्न सकिन्छ चाहिँ ब्रोकर अलिक राम्रो छान्नु पऱ्यो अलिकति हाई लेभरेज दिने जस्तै 1:4मा दिनु पऱ्यो अलिकति होइन जस्तै आफूले 1 लाख हालेको छ भने 4 लाखसम्म किन्न दिने ब्रोकर खोज्नु पऱ्यो र यही भन्दै आज म बिदा लिन्छु एउटा यसरी नै अब हजुरहरूले प्र्याक्टिस गरेर स्ट्राटेजी ट्राई गर्नु पऱ्यो अनि चाहिँ बल्ल आइडिया हुन्छ कि यसले काम गर्छ कि गर्दैन भन्ने होइन यत्तिकै चाहिँ अब बाइसेल ऱ्यान्डमली बाइसेल गर्दा त कसैको पनि लाग्दैन होइन कसैको पनि त्यो लस नै हुने अल्टिमेट आएर अनि त्यो सस्टेनेबल पनि छैन लङ टर्मसम्म त्यसरी गर्न सकिँदैन अब बिजनेस जसरी नेक्स्टलाई ट्रिट गर्ने हो यसबाट रेगुलर इन्कम गर्छु भनेर लाग्ने हो भने चाहिँ हामीले चाहिँ एउटा स्ट्राटेजी बनाएर मेकानिकल सिस्टम बनाएर त्यसलाई प्र्याक्टिस गरेर त्यसलाई फलो गर्नुपर्छ